गलत कमाई भएका मान्छेहरूलाई सेभ गरेर लेजिटिमाइज गर्नु हम्मे छ। घर आगो लाग्यो भने नोट गर्ने हो भनेर मुखमा हात लाएर बसेका छन् धेरैजना। देखियो नि त, 1 वर्ष अगाडि हामीले आँखाले देखेको चिज हो, जतिसुकै ढाँटे पनि अनसोलिसिटेटेड धन त रहेछ नि त, डिफ्रेन्ट करेन्सिजमा रहेछ त, राष्ट्रिय ब्याङ्क सरीकै रहेछ त, होइन, घर घरमा रहेछ भनेपछि त्यो चोरीलाई बन्द गर्ने काम सरकारले थाल्यो भन्यो, कोर्टले पटापट मान्छे छोडिदिइरहेछ कि समात्नै भएन। समातेपछि अरू 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 त्यो फ्रेटर्निटीको सबैको चाहिँ नि मनोबल भरेर जाने भयो। छुटिसकेपछि दिवाली हुने भयो, ओ मेरो फलानु मान्छे छुट्यो, फलानु ऊ भयो, तर ऊ प्रुभ भइसकेको छैन कि उसले गरेको गल्ती हो कि होइन भन्ने कुरा। र उसले अब के हो भने म त बेलमा छुटेँ, अब बाँकी भएको कसरी दौडौँ भन्नेमा अहिले लागिरहेको छ। नेपालको इकोनोमी त्यो स्टेटमा छ अहिले फ्लाइट भएको छैन, पैसा फ्लाइट भएको छैन आउट अफ द कन्ट्री छैन। अहिले बोर्डरमा जति समस्या देखियो त्यो त्यसै आएको समस्या हो। त्यहाँ धेरै अनसोलिसिटेटेड पैसाको चाहिँ खेलबाड हुने ठाउँ हो, त्यो ठाउँहरू हो। हुन्डी त्यहीँबाट हुन्छ, होइन, विभिन्न फन्डबाट आउने पैसाहरू त्यहीँ आउँछन्, उनीहरूले इलेक्सनमा इफेक्ट पार्न सक्छन्। त्यही पकेटहरू होइन र यो बोल्दैन, स्टेप किन डोडाएको बोल्नलाई, क्लिन गरौँ नि त। सो यो क्लिनिङमा चाहिँ नि एफर्टै देखिएन, नयाँको पनि देखिएन, यसभन्दा पुरानोको त झन् प्रोटेक्सनै देखियो।